वेलकम टु माई प्रियङ्का फिट च्यानल। सो आज चाहिँ मेरो विकेन्ड हो। सो आज म जान्छु घुम्नको लागि। आई डोन्ट नो कहाँ जान्छु थाहा छैन होइन, आजसम्म प्लान भएको छैन। सो अब यो चाहिँ हाम्रो मर्निङ भ्यू हो। वाउ, सो मर्निङ त के भन्नु, 10 बजिसक्यो। भर्खरै उठेर अब फ्रेस भइसक्यो, अब चाहिँ रेडी हुन्छ होइन। त्यसपछि त्यहाँनिर बोट छ क्या, वहाँनिर, अनि त्यो बोटमा जाने भनेको, हेरौँ कस्तो हुन्छ होइन। सो डन भइसकेको छ, बोटमा भए बोटमा नभए बसमा जानुपर्छ होइन। अब हाम्रो चाहिँ पोइन्ट भनेको कहाँसम्म छ भन्दाखेरि आई डोन्ट नो, एनी आइडिया छैन केही पनि। सो अब निक्लिसकेपछि हामी कहाँसम्म पुग्छौँ भन्ने हजुरहरूले देख्नु नै छ। सो मेन अब अरू जाने ठाउँ त कहीँ पनि छैन। सो दुबईतिर गइन्छ होला, पर दुबई होइन, अरू ठाउँ त कहीँ छैन घुम्ने जस्तो पनि अहिले फिलहाललाई त टाइमै छैन भनौँ न। अब यस्तो हल्का फुल्का इन्जोय गर्नुको लागि जाँदा आउँदा टाइम सकिन्छ गाइस, गाह्रो छ। सो लेट्स गो टुडे विकेन्ड, सो इन्जोय। त्यसो गाइस अब म निक्लिसकेको छु विकेन्ड इन्जोय गर्नु। सो लेट्स गो। आजको मौसम त वाउ रहेछ, सुलुलु। आज पिङ्कीको छुट्टी, पिङ्की हिँड्ने अब घुम्नुको लागि। लेट्स गो। Check it out. बेबी गाह्रो छ, कस्तो राम्रो रहेछ मौसम पनि। हावा हावा चल्यो, हावा सिरिरी आते जिरिरी। लु जामै गाइस, लेट्स गो। म जाँदैछु विकेन्ड इन्जोय गर्नु। बसमा जाउँ भनेको त बसै भएन, लेट भयो। सो म ट्याउसीमा जानु पर्यो। गाइस हेर्नुहोस्, गाह्रो छ जिन्दगीमा। कस्तो दामी वेदर छ कि, माइ गस, के पो भनौँ म। अनि यहाँ बिलले सातो खाइसक्यो। यहाँ त्यही भएर जानु मन लाग्दैन क्या। 100 दिराम पुग्छ भने उहाँ पुगेको त। अब 80 भनेपछि अब त्यसमा 20 थप्यो भने 100 भइहाल्यो नि। वाउ, क्या भ्यू 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 भ्यू। सी गाइस, सी देखो ना गाइस, क्या अच्छा व्यू है, देखो ना। Hello guys, so yummy ice cream. Thank you. Thank you. Guys, यम्मी चटपटे खाँदैछु। कस्तो आनन्द आइरहेछ, फुलै फुलको बगैँचामा आएर हेर्नुहोस्। वाउ, वाटर। अच्छा 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 नाचिरहेछ कि उसको बनाइदिनु न, म नाचेको बनाइदिनु। ओके त गाइस, रमाइलो भइरहेछ यहाँ। के भइरहेछ फ्यामिली। ओए पानको पात रहेछ उहाँ माथि, कसैले देख्यो गाइस, देख्यो भने भन्नु ल। सिक्का फेस्टिभल दुबई। यहाँ चाहिँ डान्स पनि भइरहेको रहेछ गाइस। झ्यामै डान्स हो कि अब सिङ्गिङको थाहा भएन। जाउँलाई, साउन्ड सुन्दा त मजै लागिरहेछ होइन। हेरमै के भइरहेछ यहाँ। तबला बजिरहेको रहेछ। गाइस, सो यो दुबईको चाहिँ फेस्टिभलमा मेन भनेको यो पनि रहेछ कि आफ्नो आफ्नो कला देखाउने, कसले के बनाएको के हो कस्तो। 2-4वटा म हजुरहरूलाई पनि देखाउन चाहिँ, हजुरहरूलाई कस्तो लाग्छ भनिदिनु होला। यो चाहिँ बनाएको रे मनार अल हिनैया नाम पनि भन्न आएन। अब म अर्को देखाउन जाँदैछु। यहाँ धेरै रहेछ यस्तो यस्तो त, तर राम्रो भएको रहेछ। धेरै पछि आयो होइन, बत्ती बलिरहेछ। ए कस्तो राम्रो।
अनि अर्को चाहिँ म तपाईँलाई देखाउँदैछु। ओके सो गाइज नेक्स्ट आयो होइन, अनि त्यहाँ चाहिँ लेखेको रहेछ हिस्टोरिकल डकुमेन्ट्स सेन्टर भनेर होइन, वहाँ माथि चाहिँ यो चाहिँ हो दोस्रो कला। नाइस, राम्रै छ होइन, यो कस्तो दामी छ, वाउ। अनि यहाँ चाहिँ बनाएको कसले रे, डाक्टर मोहम्मद युसुफ। नाइस। ओके नेक्स्ट वान त झन् राम्रो छ। यो त कस्तो टाढैबाट हेरौँ लाग्ने रहेछ। हेरौँ है, वाउ सो ब्युटिफुल यार, नाइस ह, कस्तो दामी। यो चाहिँ कसले बनाएको, विक्टर कोप्याक्स भन्नु पनि आउँदैन। वाउ सो नाइस, सो ब्युटिफुल गाइज। नेक्स्ट वान अझै छ, यो वहाँ अगाडिसम्म रहेछ होइन, यस्तो दामी छ, दामी भित्र पनि छ धेरै कुराहरू, तर जानु पाएन अब चाहिँ लेट आएको भएर। यो पनि हेर्नु, वाउ नाइस। जोस मेलन, नाइस, सो ब्युटिफुल। अनि अझै पनि छ, 3-4वटा छ अझै, वाउ सो ब्युटिफुल यार, नाइस, सो ब्युटिफुल। हेर्नु त कस्तो दामी छ है, मोहम्मद बौआजिज के हो नाम पनि भन्नु आउँदैन, गाह्रो छ। ओके, मोहम्मद शेहनोन, कस्तो दामी, यो पनि ना दामी छ, दामी, कस्तो राम्रो ठाउँ। यो चाहिँ बर्दुबेमा यतापट्टि चाहिँ फर्स्ट टाइम नै आएको होला हौ। अजाज अल कुबेजी, यो चाहिँ के हो यो? ओ यो झन् कस्तो दामी रहेछ, हेर्नु त गाइज, जताबाट हेऱ्यो उस्तै, वाउ कस्तो राम्रो लाग्यो हेर्नु, सेम सेप, जता गए पनि सेम। अना मरिया नगारा, नाम पनि कस्तो डेन्जर हौ। अब लास्ट वान छ गाइज, लास्ट वान हेरौँ। लास्ट वान चाहिँ यो घडीको चेन जस्तो रहेछ घडीको चेन जस्तो रहेछ, तर पनि राम्रै छ हो गाइज। के लास्ट वानमा हजुरहरूलाई सो गराउन जाँदैछु। लेट्स सी व्हाट इज दिस, ल्योडमाला म्यास्को। ठिकै छ, राम्रै छ यो पनि। ल यति नै हो होइन गाइस। सो अब यता पनि घुम्ने ठाउँ धेरै छ, सिक्काको आज सिक्का फेस्टिभल, सो धेरै छ घुम्ने ठाउँ, तर हामी चाहिँ लेट आएको भएर अब यतिमै अब जानुपर्ने हुन्छ। सो अनि अब चाहिँ हामी डाइरेक्ट दुबई टु शारजा बोटमा जानेछौँ। अनि त्यसको लागि चाहिँ हाम्रो बोटले त्यहाँ वेट गरिरहेछ, यहाँबाट चाहिँ देखाइदिन्छु म हजुरलाई। हो त्यो बोटमा हामी जाने हो। सो लेट्स गो। एन्टर गर्न थालेको छौँ, लेट्स गो। फेरि शारजा एक्वेरियम यहाँ लेखेको छ। हामीले पेमेन्ट गर्न चाहिँ कहाँ रहेछ? Weekend is finished. Dun, dun, dun. Guys, हामी आयो, यो हो शारजा, हामी आइसकेको छौँ गाइस, लेट्स गो।
दुबईमा सार्जा आइपुगेको छु मेरो बोटमा छ मेरो बोट होइन ल दुबईको बोट दुबई टु सार्जा अब म आई ब्याक टु होम थ्याङ्क यू फर वाचिङ लाइक सब्सक्राइब गर्न नभुल्नु होला लभ यु अल बाई बाई